ब्लग। आज चाहिँ हामी के बनाउनु गइरहेको छु छोरो? मेरो छोरा चाहिँ पास्ता खान मन लागेको छ, त्यही भएर हामी पास्ता बनाउनु गइरहेको छौँ। ओके ल लाइक गाइस, अब पहिला चाहिँ हामी के गर्छौँ भनेपछि पुरा न पहिला हामी यो पास्तालाई ए पसियो सबै सानै टिपो यो पास्तालाई यसमा हाल्छौँ। ओके 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 रुक 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 वेट वेट ला ला। उसके बाद हम क्या करते हैं? मैले काम गरेपछि फेरि उसले हात लाउनै पर्ने। एकछिन न बाबा, पास्ता खाने मन छ कि नै? फेरि एकछिनमा खाना बनाउने हुन्छ, बेला हुन्छ। गाइस अब हामी यसलाई ग्यासमा बसाल्छौँ। लाइटर खोइ, यो छोरी मलाई हेल्प पनि गर्दैन, लाइटर पनि बोल्दैन। गाइस अब हामीले के गर्नु पर्यो? अब हामीले फेरि सलाई बाल्नु पर्यो। हामीलाई सलाई बाल्न नो 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 डोन्ट टच। यहाँ ल्याइसो हजुर के गर्छिन्छ भिजे हात भिज्यो हेर त, हात भिज्यो अनि हेर सलाई बोल्दैन फेरि। हेर यस्तो हुन्छ। अब बोलेन, अब कसरी बनाउँछौ नि तिमी त? गइछौ कि केटी? लो जा त गयो अरे, गियो गियो गियो। गाइज म अब अर्को लिएर आउँछु। जाऊ अर्को सलाई लिएर आऊ, माथि पूजा गर्नेबाट लिएर आऊ है। हामी चाहिँ यसमा गाइज थोरै तेल राख्न गइरहेको छु। तेल चाहिँ राख्यो भने पछि चिप्किँदैन क्या, सिक्नु है यो कुरा चाहिँ। हात पोल्यो नि त तिमीलाई यहाँ पास्ता बनाउनु चक्करमा। खालि मेरो कलरको लागि हल्दी ल्याऊ म राखिदिन्छु। मेरो साथीहरूलाई हाई भनिदेऊ, हेलो भनिदेऊ। गुड बाई। अब हामी के गर्छौँ भनेपछि हामी चाहिँ अब पास्तामा हाल्नलाई हामीलाई के छ? हामीसँग सिमला मिर्चा छ, टमाटर, अनि त्यसपछि चाहिँ अलिकति अदुवा, थोरै अदुवा हाल्नुपर्छ, मिठो हुन्छ। धनियाँ छ, थोरै पात धनियाँ हाल्नु पर्यो। ए रोको न, मै निकाल्नै काट्ने हो, यहाँ राख। हामीले यता चपिङ बोर्ड ल्याइसकेको छु। अब चपिङ गर्न तिमी काट्ने कि म काट्नु? तिमी काट्छौ खुबै। लौ चक्कु। मेरो छोरी चाहिँ काट्दैछ है। मेरो छोरी चाँडै पकाउन, खाना पकाउनु चाहिँ चाँडै सिक्छौ तिमी, मलाई थाहा छ। प्याज ल एउटा सानो प्याज भयो भने हात अबुई ल ल। यता अरू के हाल्छन् हजुरलाई थाहा छ? के हाल्छन् बेबी? प्याज। अरू सबैजनालाई हेलो एभ्रिवान भन्नु नि त। आँखा पोल्लियो अनि साइड लाग ल, प्याजले पोल्लिएको होला। रोक 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 रोक, गर्मी भयो। यो फेलेर लो, खोल फेलेर जाऊ, चलो जाऊ। म कराई लिएर आइसकेको छु। अब हामी कराई बसाल्छौँ। सबैलाई हेलो भनिदिन्छु। हेलो बिच बिचमा हेलो भन्नै पर्यो, नत्र तपाईँहरू हामीलाई बिर्सिनुहुन्छ नि त। सानी हजुरको बर्थडे आउँदैछ न, अनि हजुरलाई कसले के गिफ्ट दिन्छ म हजुरलाई सोध्छु, हजुरले के भन्छ ल। तिमीलाई पापाले के गिफ्ट दिनुहुन्छ होला भन्नु त? घाँटीमा लगाउने दबाई दिने पापाले? लु भगवान् भयो। अब अनि मम्माले? अनि मासीले? जुत्ता दिन्छ हजुरलाई मासीले? अरू आमाले? आमाले के दिन्छ? सोधेर आउँछ।
काखी लगाएर लैजाऊ काखी लगाएर स्कुटर जाने बाटो चाहिँ देखाएको छु एक नम्बर के कफाडी केटी हो यो गाइस म कुनै रेसिपी लिएर आएको होइन यतिकै ब्लग बनाएर ब्लग बनाएको यता मेरो पास्ता रेडी भइसकेको छ पाकेर यहाँ हेर्न सक्नुहुन्छ यसलाई अब म के गर्छु रेडी भइसकेको छ यसको चाहिँ पानी फालौँ है पानी चाहिँ त फालिदिउँ यता कराई लगाउँदै गरम कराई लागिसकेको छ ग्यास हलेर तान्छु ए पानी यसलाई चाहिँ चिसो पानी हालेर पखाल्नुपर्छ है गाइस भ्लग बनाउनु जस्तो गाइस तेल हाले थोरै हाल्छु बच्चाको लागि हो सादा सिम्पल तरकारी बनायो कहिले कस्तो मिठो हुन्छ है गाइसहरू यसमा थोरै ज्वानो पनि हालिदिन्छु थोरै ज्वानो पुऱ्याइदिउँ ए तातेकै नै रहेछ तेल त लाग्छ नि गर्मी पानी गरेर पनि यस्तो छ हालत छ्या त्यसपछि यता मैले अदुवा हालेँ अदुवा तेल तातिसकेको रहेछ गाइस प्याज हालिदिएँ एउटा हातले मोबाइल समातेर एउटा हातले बनाउनु पऱ्यो हात पोल्ले पनि छैन यता चाहिँ सिमला मिर्च गयो अब बाँकी यति नै छ हजुरहरूसँग अरू भेजिसहरू छ भने हाल्नुलाई दामी हुन्छ है मसँग चाहिँ यति नै थियो त्यही पनिरहरू थियो भनेर हाल्नु र बच्चाहरूलाई हालिदिन्छ त्यो त तिमीले नै त पनि छैन पास्ता रेडी हुँदैछ केटी ओ केटी यो खाएन भने म त बोल्दैन हजुरसँग यति मेहनत यति पसिना पसिना गरेर बनाएको छु खाएन भने कहिले पनि बोल्दैन पानी चाहिँ हाल्यो भने मलाई पानी चाहिँ यो अलि किलो किलो हुन्छ नि त साह्रो साह्रै हुन्छ अब यसमा मैले सबै मसला हाल्छु एकछिन पर्खिनु मेरो एउटा हातले यहाँ भिडियो खिचौँ अनि एउटा हातले तिम्रो लागि पास्ता बनाऊँ देऊ धनियाँ अहिले चाहिन्छ त्यो हाल्नुपर्छ नगर्छु न अब जति जति पनि चकचक केही भन्नु हुँदैन भगवान् म त गर्दा नै भएको छु उल्टा हात भयो अब अलिकति नुन हालिदिन्छु गाइस यस्तो गर्छु एकचोटि अप्ठ्यारो भयो नि त मलाई धेरै हालिदिनु बच्चाको लागि यसमा नुन एड गरिदिनु थोरै थोरै धेरै मसला चाहिँदैन बच्चाहरूको लागि हो नि थोरै थोरै हाल्यो भने जिरा धनियाको धुलो छ भने त्यो हालिदिनु होला एउटा हातले मोबाइल समाएर एउटा भिडियो गर्न कति दुःख छ तपाईँहरू न लाइक गरिदिनुहुन्छ न भ्युज आउँछ त्यसपछि यता मसँग रहेको छ धनियाँ हालिदियो रेडी हो के धेरै पकाउनु हुँदैन यसलाई आफै खाने भयो अमिलो पिरो टक्क बनाउने हो खाना बनाउनु मनपर्छ नि हालत एक सेकेन्डमा पानी परेको थियो बिहानबाट यस्तो हालत गाइस अब म एकछिन पछि भिडियो सानले खाएको भिडियो बनाउँछु उसलाई मनपर्छ किन उसलाई पनि चटपटै मनपर्छ तर मलाई दिन मन थिएन जिद्दी गरेर हुनाले मैले पास्ता बनाएको म दिँदैन यस्तो कुराहरू पास्ता रेडी भइसकेको छ अब मेरोमा चल्दोको लागि हाल्छु ल तर उसैको प्लेटमा दिनुपर्छ अरू प्लेटमा खाँदैन नि यति ट्राई गर्न दिन्छु न खाँदो रहेछ तिमी तर खाना त खाला चल्लो ल्याऊ ल बस ल बस तातो भयो मिठो छ कस्तो छ छोरी मिठो लाग्यो मिठो लाग्यो किन साँच्चै भन हातले खाँदा नि हुन्छ कि केही फरक पर्दैन तिमी पनि खाऊ म लिएर आउँछु ल कस्तो लाग्यो बच्चा हजुरलाई यम्मी छ छोरीको न्यु पारेर म पनि खान थालेँ पास्ता म नि खान्छु ल कस्तो रहेछ ट्राई गरौँ ल छोरीको
न्यु पारी जनको झोल खुवायो भने जस्तै भयो खुवाएको न्यु पारेर आज त मैले पनि कति पछि पास्ता खाएँ किन आँट लगाएको आउनु पिरो भयो बाहिर हावा चलिरहेको छ भने त गर्मी लिएर म त खुर्सानी बिना त एक्काइस भाषा मलाई खुर्सानी जान्छ म एक्काइस भात अनि खुर्सानी के भएको होला मलाई फेरि तिमी पनि खान्छौ खुर्सानी माया किन थोकेको के भयो के भनेको छोरी मम्माले के भने आज मेरो छोरीको मुखको टेस्ट चेन्ज भयो नि होइन साँझ बिहान कति भातै खाने अनि छोरी खाऊ खुर्सानी खान्छौ तिमी भन्छौ मम्मा म अब ठुलो खान्छु मम्मा म ठुलो भइहाल्यो अब हामी मामु छोरी मिलेर करेन्ट चाउचाउ खाउँला भन्छौ अनि पिरो नै खाँदैनौँ छिटो छिटो पिरो खाना सिक अलि रक पेपर सिजर सुट को खेल्ने हो हजुरको मुख सेम मङ्कीको जस्तो भएको बच्चा ए अगाडि खान त खाएँ नि गाइज उता यत्रो भाँडा थुपाएर सब भाँडा धुनु पऱ्यो भाँडा धोएर आऊ जाऊ खाएपछि त भाँडा धुनु पऱ्यो त गुड गर्ल मेरो छोरीले लास्टै मिठो लाग्यो पास्ता आज प्याज खाएपछि के हुन्छ छोरो खै हजुरको बडी हेर ओ माई गड मेरो बच्चाको भयो खाएपछि भाँडा धुनु पऱ्यो आफ्नो होइन म अब धोइहाल्छु ओहो जतिखेर धुने हो उतिखेर भाग्ने होला उठा नै म धोइहाल्छु कि आऊ छोरी आऊ के हेर न तिमी आऊ के बिच्छौ कि छोरो आऊ न छिटो आऊ हेर मङ्की जस्तो मुख भएको छ म मुख धोइदिन्छु आऊ नोजमा पनि लागिसक्यो तिम्रो उठा हात धो तिमी खेल्दै गर म फटाफट धुन्छु अनि खेल्न जाऊँ हाम्रो तलतिर ओके ओके तलतिर ल गाइस भाँडा धोएर सकियो फाइनली अनि तिमी के खाँदैछौ कसले ल्याइदिइसक्यो कसले ल्याइदिइसक्यो हजुर अनि अर्काको भाग आँखा लाउने नै अब त्यहाँ आफ्नो भाग खाने त्यो फटाफट आफ्नो भाग खाएर अनि अर्काको भाग हुन्छ नि उसमा आँखा लाउने केटी हो कि त्यो फटा छ त्यो केटी त्यो केटी खटा छ कि त्यो केटी मेरै छोरी आउनु त गाइज मैले मेरो सासु आमाले ल्याइदिइसकेको क्या आइसक्रिम चाहिँ मेरो सासु आमाले तिमीलाई दिन्छु क्या ए आफ्नो भाग खाएर अझ मलाई पनि दिनु आफू चाहिँ यत्रो ठुलो मलाई खाऊ अरे अनि म चाहिँ आफ्नो फिज गर अनि मेरो पनि चाहियो अरे एउटा हामी के आमा भयो भन्दैमा कि सबै सेयरै गर्नु हुँदैन म त जेन्जी आमा हो भनौँ कि मोडर्न जमाना नयाँ जमानाको आमा हो म मुख कस्तो भएको छ पुरै हजुरको यसको मुख हेर न गाइस सबैजना मुख देखाउँछु मुख सबै आइसक्रिम भने मरि हत्ते गर्ने भा के आइसक्रिम हो बराको डल्लोमा कति झुटो मिली खाऊ अरे कतिखेर दियौ मलाई तिमीले यति बठौरी छ भगवान् आफ्नो भाग खाइ
अनि मेरो भाइ चाहिँ मिली खानुपर्ने अरे आफ्नो चाहिँ सोद्धा नि सोधिने आइसक्रिम लाटी चक्लेट छोडिदियो चपाएर खानलाई तिम्रो मुख धोराउँछौ कस्तो भएको छ हेर त कसले यहाँ पुछेर हेर न अब दिन्न कति मिठो छ कति मिठो छ आइसक्रिम हेमी मिठो अहिले भगर यति पास्ता खुवाएर भोक लाग्यो अरे यो केटीलाई भोक लगाएर गएछ लौ लौ छोरी जस्तो भने आमाको मन त हो यो मनलाई त म यता हुन्छ हौ अघि पुछ्यो अहिले आइसक्रिम दिएको अनि पुछ्न थाल्यो यति छ यो लेकेटी खाऊ समात सबै समात म खाँदिनँ अब यस्तो आइसक्रिम छ मान्छे पैसा जे पाइदिए बनाएर बेचिदिने कि मान्छे बच्चाहरूले गर्दा छ राम्ररी खाऊ न